आफूसँग भएको आईपीओ अथवा शेयरलाई जब तपाईले सेकेन्डरी मार्केटमा बिक्री गर्नुहुन्छ र मार्केट क्लोज भइसकेपछि ब्रोकर अफिसबाट एउटा यस्तो टाइपको मेसेज आउँछ जसमा तपाईले कतिकैता आईपीओ शेयर कुन प्राइसमा बेच्नु भएको छ त्यो सबै कुराहरू देखाउनेछ। त्यसपछि अब तपाईहरुलाई डब्ल्युएसीसी अनि ईडीआईएस गरेर शेयरलाई ट्रान्सफर गर्नुपर्छ। यदि तपाईले यो काम 24 घण्टा भित्रमा गर्नु भएन भने तपाईलाई 20% पेनाल्टी पनि लाग्छ। यो कुरा तपाईले प्रष्ट रूपमा देखिराख्नु भएको छ। सो त्यही भएर आजको यो भिडियोमा हामीहरु आईपीओ शेयर बेचिसकेपछि डब्ल्युएसीसी अनि ईडीआईएस गरेर शेयरलाई ट्रान्सफर गर्न सिक्ने छौं। एकदमै सजिलो रहेको छ। भिडियोलाई ध्यान दिएर अन्तिमसम्म हेर्नु होला। आउनुस् अब भिडियो सुरु गरौँ। आईपीओ शेयर बेचिसकेपछि डब्ल्युएसीसी अनि ईडीआईएस गरेर शेयरलाई ट्रान्सफर गर्नको लागि जस्ट तपाईले यहाँनिर आफ्नो मेरो शेयर एप ओपन गर्नु होला। ओपन गरिसकेपछि यहाँनिर तपाईले आफ्नो मेरो शेयर एपको आईडी पासवर्ड राखेर जस्ट तपाईले आफ्नो मेरो शेयर एपमा लगइन गर्नु होला। सो लगइन गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। तलपट्टि कुनामा मोरको अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर माई पर्चेज सोर्सको अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। अब तपाईले जुन कम्पनीको आईपीओ शेयर बेच्नु भएको छ सो यहाँनिर तपाईले यो एरोमा क्लिक गरेर सिलेक्ट गर्नु होला। त्यसपछि तलपट्टि यहाँनिर सर्चमा क्लिक गर्नु होला। त्यसपछि फेरि यस्तो इन्टरफेस आउँछ। अब तलपट्टि यहाँनिर यो बक्स देख्नुहुन्छ सिलेक्ट अलको, यसमा आफै टिक भएर आउँछ। यदि आफै टिक भएर आएन भने तपाईले यसमा टिक गरेर साइडमा अपडेटको अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर कन्फर्ममा क्लिक गर्नु होला। अब यहाँनिर देख्न सक्नुहुन्छ माई पर्चेज यहाँनिर सोर्स अपडेट भइसकेको छ। अब हामीहरुलाई माई होल्डिङ अपडेट गर्नुपर्छ। त्यसको लागि यहाँनिर तपाईले बीचमा अप्सन देख्नुहुन्छ माई होल्डिङको, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि फेरि तपाईले बेच्नु भएको आईपीओ शेयर यहाँनिर देखाउनेछ। यदि यहाँनिर नो ईडीआईएस भनेर देखाइरहेको छ भने तपाईले लगभग साथीहरु 5 घण्टा वेट गरेर यहाँनिर तपाईले माई होल्डिङ अपडेट गर्नु होला। सो म 5 घण्टा पछि यहाँनिर गरिरहेको छु, त्यही भएर यहाँनिर मेरोमा आइसकेको छ। अब तपाईहरु यहाँनिर फेरि सर्चको अप्सनमा क्लिक गर्नु होला। त्यसपछि तलपट्टि सिलेक्ट अलको अप्सन देख्नुहुन्छ, यो बक्समा टिक गर्नु होला। टिक गरेर साइडमा यहाँनिर प्रोसिडको अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर फेरि अर्को इन्टरफेस आउँछ। अब तपाईले यहाँनिर अपडेटको अप्सन देख्नुहुन्छ, यसमा क्लिक गरेर तपाईहरु यहाँनिर कन्फर्ममा क्लिक गर्नु भयो भने देख्न सक्नुहुन्छ यहाँनिर माई होल्डिङ सेभ सक्सेसफुली भइसकेको छ। अब तपाईले जस्ट तलपट्टि डिसमिसको अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। त्यसपछि अब साथीहरु हामीहरुले माई पर्चेज सोर्स अनि माई होल्डिङ अपडेट गरिसकेका छौं। अब हामीहरुलाई शेयरलाई ट्रान्सफर गर्नुपर्छ। जोसँग हामीहरुले शेयर बेचेका छौं अब त्यसलाई शेयरलाई ट्रान्सफर गर्नुपर्छ। यो गर्न पनि एकदमै इजी रहेको छ। त्यसको लागि तपाईहरु यहाँनिर साथीहरु सुरुमा आउनु होला। आइसकेपछि शेयरलाई ट्रान्सफर गर्नको लागि फेरि तपाईले यहाँनिर कुनामा मोरको अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर माई ईडीआईएस को अप्सन पाउनुहुन्छ, यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर ट्रान्सफर शेयरको अप्सन देख्नुहुन्छ, यसमा क्लिक गरेर जस्ट तलपट्टि भ्यू डिटेल्सको अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु भयो भने यस्तो खालको इन्टरफेस आउँछ। अब तपाईले यो बक्स देखिराख्नु भएको छ, यो बक्समा टिक गर्नु होला। यस्तै गरेर तपाईहरुले साथीहरु स्क्रोल डाउन गरेर सबै बक्समा टिक गर्नु होला, जस्तै कि मैले गरिरहेको छु। सबै बक्समा टिक गरेर जस्ट तलपट्टि प्रोसिडको अप्सन पाउनुहुन्छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि फेरि अर्को इन्टरफेस आउँछ। स्क्रोल डाउन गरेर तलपट्टि आउनु होला। अब तपाईले यो बक्समा टिक गरेर जस्ट तलपट्टि कन्फर्मको अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु भयो भने देख्न सक्नुहुन्छ सक्सेसफुली शेयर ट्रान्सफर भइसकेको छ। सो अब तपाईले बेच्नु भएको आईपीओ को पैसा तपाईको बैंक खातामा 3 दिनमा आइहाल्छ।